युज त गर्नु भयो तर यस्तो मान्छेलाई चाहिँ के लाग्छ भन्दाखेरि त्यो पनि राम्रै चिजै खाइन्छ उनीहरूलाई कामै लाग्छ हो नि आयुष मान्छे साह्रो मतलबी भयो अम्बो ओ सुन्दैछौ मन्दिरमा के हुँदैछ वहाँ त यस्तो मैलामा पढेर के फाइदा है राम्रो छ त है हेर न लु वेट 1600 मिटर कुदेको भन्छ टाइम ज्यादा लाग्यो 7-8 मिनट पेमाले के भरे पेमाले के भरे दाँत पोल्यो अरे उसको पेमाले त्यही वर्ष ज्यादा पाएर के भन्छ नानी कति जमाउनु सकेको भन्दैछ तिमीले भने पनि यस्तो नगर्नु भनेर हो डल्लै डेकोरेसन यहाँ फ्याँक्दैछ हेर्नु के गर्यो त उठे बिहान भयो त्यसको बाउहरूले हेर्नु टाइम पास चाहिँ फ्याँक्नु सकेको है आम्मामा खानु त मजाले खाएर वाइ वाइ साथी हाम्रो गाउँघरमा हेर्न पूजा चाहिँ यो तरिकाले हुन्छ है यहाँ त कस्तो मजाको पाला छ हेर्न नि त्यतिकै यो त लादी नै छ त अन्तखेरि यत्रो ढुङ्गा त यहाँ त यो छोराले त नबगाउनु पर्ने त ठुलो ढुङ्गा ठन्डा महिना लागिसक्यो मान्छेहरू चाहिँ ब्ल्याङ्केटहरू जम्प त नयाँ रहेछ त अन्तखेरि वेट पूजा चाहिँ कुन दिशामा गरेको होला हेर न आम्मामा पूजा गर्ने तरिका चाहिँ अझै पनि यस्तो नै छ र आज अपरेसन सन्डे सायद हाम्रो जोजो पनि उठ्नु भयो होला है र एकछिन जोजोलाई बोलाऊँ जोजो हजुर मर्निङ मैले कुट्टो निकाल्छु र मैले यो सिसाहरू चाहिँ रेडी गरेँ तल हाम्रो ट्रेन आइपुगेछ औ यहाँ छ ल यो अनि यो हाम्रो दुईटा हतियार तेन्जी को तेन्जी हो ए हो र ल हाम्रो कुनसाङ पनि यहाँ आइसकेको छ है र यहाँदेखि चाहिँ हाम्रो आज अपरेसन सन्डे सुरुवात है किनभने यो ठाउँ त हामीले पहिला नै सफा गरेको थियौँ है अझै यहाँनिर मैला फ्याँकिदिएर है यो जुन खोला छ अस्ति मजाले सफा गरेको हाम्रो गेटवे अफ सुनादा है अझै यो मैला भएर गएको छ है र यहाँको पनि जति मैला छ त्यो हामी आज उठाउने छौँ है र लु सुरु भयो आज अपरेसन सन्डे है हो कि यहाँदेखि चाहिँ हामी पर लानुपर्छ नि नि लु झर्दिउँ है के भन्यो अस्ति फ्याँकेको यो मान्छेहरूले ब्ल्याङ्केट सिरानी अहिले पर गरेर चाहिँ मजा जम्मा गरिदिउँ न ल अलिक सुक्नु त अलिक सुकेको छ है सुकेको छ अलिकति है र अस्ति सम्झाएँ हाम्रो मान्छेको पूजा गर्ने तरिका चाहिँ अझै पनि यस्तो नै छ कहिले सुत्रिन्छ हौ यहाँ यी दबाई खाने तरिका पनि अहिले पनि त्यस्तै छ साथी आम्मामा अन्त मेरो साथी आधा चाहिँ आइपुगेको जान्छ अलिकति उठाइदिउँ भनेको कि त्यहाँदेखि पर जानुपर्छ नि ल मर्निङ मर्निङ साथी अन्त हेर न अस्ति सफा गरेको जैसे त्यही भइसकेको छ अन्तखेरि वेट पूजा चाहिँ कुन दिशामा गरेको होला हेर न आम्मामा अचम्म लाग्छ मान्छेले हाम्रो मान्छे पूजा देखेर र भन्नै पर्दा यो मैलाहरू चाहिँ सब माथि जुन पञ्चायत अफिसको मुनिको मैलाहरू चाहिँ अस्तिको पालिको जुन यो पानी आएको थियो भल त्यसले सब बगाएर लगाएको यो अलिअलि सबै त यो पूजाको सामानहरू यहाँनिर कुन तरिकाले पूजा गरेको मलाई पेमा के भरे हो नि आमा जन्माउनु त साह्रो सजिलो है हो यो पेम्पर्स लगाउनु चाहिँ मलाई साह्रो अप्ठ्यारो पर्छ फेरि के गर्नु है यहाँ त साथी दसैँको दिन लिएर तिहारको दिन लिएर सबै लुगाहरू यहाँ पाउँछ फेरि यहाँ पनि थाक परेको अन्त यो चाहिँ माथि कहाँको अन्त डाँडाको जुन पञ्चायत अफिस छैन अस्तिको जुन एउटा ठुलो पानी परेको थियो त्यसले बगाएर लगाएको सब यो माथिको लुगाहरू रेडी जम्प त नयाँ रहेछ त अन्तखेरि ठन्डा महिना लागिसक्यो मान्छेहरू चाहिँ
ब्ल्याङ्केटहरू फ्याँकेको हो फ्याँक गरिदिन्छ चाहिँदैन पनि रहेछ मलाई के गरौँ अन्त आम्मा यत्रो ढुङ्गा त यहाँ त यो छोराले त नबगाउनु पर्ने त ठुलो ढुङ्गा है खालको मान्छेहरू अन्त आम्मा ढुङ्गा चाहिँ किन यहाँ राख्नु पऱ्यो है आम्मा अचम्म छ क्या हाम्रो मान्छेको सोच चाहिँ कम्ता खुसी लाग्दैन यस्तो देख्दा त के चाहिँ भ्याउनु सकेको हाम्रो खुसी लाग्छ क्या यस्तो देखेर चाहिँ के चाहिँ भ्याउनु सकेको आम्मामा खोलामै फ्याँक्नुपर्ने त्यतिकै यो त लादी नै छ त अन्तखेरि आम्मा साथी हाम्रो गाउँघरमा हेर्न पूजा चाहिँ यो तरिकाले हुन्छ है यो पालाहरू हेर्न यस्तो त मजाको पाला छ कहाँ फ्याँक्यो हेर्न लु यहाँ त कस्तो मजाको पाला छ हेर्न नि अर्को बालीको लागि चलिहाल्छ त होइन यहीँ फ्याँक्नु पर्ने खोलामा लिएर है हो यहाँ पाला पाला जग्गै नपाएको फ्याँक्ने हो कि यहाँ न लु के गरेको यो हाम्रो त मजाले खाएर वाइ गुट्का यो घरको मसलाको सामान तर जग्गा चाहिँ पाएन रहेछ फ्याँक्ने तपाईँहरूले र यो सब लादीहरूलाई चाहिँ अलिक उकालो तानकेटा तानेर यसलाई सुकाइराख त्यहाँदेखि कहिले न कहिले त मजाले यसलाई जलाउँदा भइहाल्यो नि त यसलाई पनि तान सानो गरौँ त छैन त अन्तखेरि आमा त्यसको बाउहरूले होइन प्याम्पर्स चाहिँ फ्याँक्नु सकेको है आम्मामा थेट्टेरिका के चाहिँ गरेको हो नि फ्याँक्नु छैन प्याम्पर्स माथि छोरो सलाएर दिमाग खराब हुन्छ नि र हाम्रो पद्यम गुड मर्निङ आइज गुड मर्निङ उज्यालो भयो बेटा दिदीले हाम्रो आगो फुकिसक्यो जाडो भयो अन्तखेरि हाटेडी जाडो भयो र बल्ल अलिकति फेरि सफा भएको जस्तो भयो र आधी केटाहरू पर तल टिडी र आज चाहिँ म यो भित्र यो जुन शिव मन्दिरको अगाडि खोला छ है त्यो भित्र मलाई पस्नु मन लागिरहेको छ है र यहाँ चाहिँ यति साह्रो थाक त छ कि थाक मैला छ है यो चाहिँ सबै माथि जुन अस्ति तपाईँलाई मैले पञ्चायत अफिसको मुनिपट्टि जुन हाम्रो मैला भएको थियो है गोलट्याङ्कीको छेउमा डाँडा गाउँ त्यहाँको मैलाहरू आएर चाहिँ यहाँ सायद जम्मा भएको यो सबै है र जबसम्म हामीले त्यो माथिको मैला हामीले उहाँलाई सफा गर्न लाउँदैनौँ है तबसम्म चाहिँ यहाँको हालत चाहिँ यस्तै भएको छ क्या र अहिलेसम्म है यतिको थाक चाहिँ मैले आम्मामा छिटको लुगा पनि देखेको थिइनँ क्या के हो यो अम्बो स्टक छ यो त अन्तखेरि र मेरो प्यारो दादा आइपुगेछ मर्निङ दा नभने अलिकति अस्ति सफा गरेको मैला भएछ नि त हजुर 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 ल जाउँ न अब के छैन गर्दैछ केटा अलिअलि उयो पनि अब हेभी भएछ नि हल्का फुल्का होइन नि त यो जुन माथि डाँडा आएको छ नि त मैला अस्ति मैले देखाएको थिएँ नि त्यो पञ्चायत अफिसको सबै यो भित्र स्टक भएको रहेछ हाम्रो डर लाग्दो नि त यतिको मैले चाहिँ स्टक छ नि त उता जयगाउँमा आउँछ नि त लुगा थ्रिफ्टमा त्यति पनि देखेको थिएन त्योभन्दा पनि डर लाग्दो त हाम्रो यहाँ त मलाई यस्तो लाग्दो कि फ्याक्ट्री क्या फ्याक्ट्री जहाँ चाहिँ अब लुगाहरू बनाइन्छ नि त त्यस्तै छ त यो भित्र चाहिँ सुधा यसपालि खुसी कुरा के छ त हाम्रो केटाहरू सब एक्सिलेन्ट टाकटुक एक्सिलेन्ट ऊ पर के छ तेन्जी भाइ उता टुङबाट यता हाम्रो पेम्बा उसको चाहिँ भएको छैन टिएको दुईजना टिएको हो अरू सब एक्सिलेन्ट हुन्छ ल यसपालि हो टिएमा चाहिँ दाला पनि भने ल दा पनि जानुहुन्छ त उनीहरूसँग जानु ल उनीहरू गएर त तर माथि आन्टी साथीको बस्छ नि फेरि तपाईँ आन्टी साथीको बस्छ त म त बाइकमा जान्छु बिहानै होस् यहाँ हाम्रो केटा चाहिँ फेरि आन्टी साथीको बस्छ त दा अझै यत्रो हामीले 3-4 घन्टा लाएर सफा गरेको मन्दिर चाहिँ होइन फेरि अस्ति मैले भने होइन हेर्नु नि ल यो मन्दिरको सबै सामानहरू यो होइन त हेर्नु डल्लै त यहाँ ल्याएर फ्याँकिदिएको छ त के गरेको त हेर्नु नि ल डेकोरेसन मन्दिरको डेकोरेसन हो र उहाँले पनि बुझ्नुपर्ने नि त अस्ति मैले भने पनि यस्तो नगर्नु भनेर हो डल्लै डेकोरेसन यहाँ फ्याँकिदिएको छ हेर्नु के गरेको त अब उयो जस्तो गर्नु त हामीले मुन्ना भाइ एमबिबिएस जबसम्म
फ्याँक्नु छोड्दैन तबसम्म सफा गर्नु पर्यो नि अब हो त होइन अलिकति उहाँले पनि सोचिदिनु पऱ्यो नि त होइन यस्तो गर्नु हुँदैन भनेर अस्ति त्यो बाजेलाई मैले भने के हो त हेर न डल्लै डेकोरेसनको सामान यहाँ फ्याँकिदिएको छ यो त कहाँ हुन्छ त अन्त त्यो कहिले बुझ्ने अब फेरि हेर्नु त अब यो सफा गऱ्यो होइन फेरि अर्को टाइम हेर्नु नि त फेरि यही हालत यही हुन्छ वेट 1600 मिटर कुदेको भन्दा टाइम ज्यादा लाग्यो 7-8 मिनट लाग्यो लुम्न खुल्नु आउँदाखेरि पेमालाई के भरे पेमालाई के भरे दाँत पोल्यो अरे उसको के भएर धुवा बसेर बस्यो दाँत पोल्यो पेमाले त्यहीँ बसेर पाएर के भन्छ नानी कति चलाउनु सकेको भन्दैछ बारु पेमा यो हेर बारु चाहिँ अर्जिनल हो यो कडा रहेछ भन्दैछ यो हाम्रो मन्दिर त अन्तखेरि महिलाले अझै पनि घेरिसकेको छ त है अनि मान्छेले अब यहाँ अनि एउटा अचम्म कुरा के त मान्छेलाई पूजा गरेर के माग्छ होला त है मान्छेले आएर पूजा गरेर के माग्छ होला हेर्नु न त महिलाको त गाडी छ त हो जति कोटा त्यति प्लास्टिक त्यही त अम्बो यहाँ लु कहिलेदेखिको प्लास्टिक के यो प्लास्टिक गरेको है कस्तो खालको पूजा गरेको अचम्म लाग्छ नि त ओ आयुषले चाहिँ मलाई भन्दै थियो कि दा अपरेसन सन्डेमा घाम ज्यादा लाग्छ होला म टोपी लगाएर आउँछु भन्दै थिएँ होइन हेर न मेरो लागि पनि ल्याएको टोपी फ्याँक्नु चाहिँ यहाँ फ्याँकेको छु फेरि आइ छोडो त राम्रो छ त है हेर न लु अब यही लाएर गरिदिउँ सेतो सेतो पनि रहेछ अनुहारले डढ्दैन नि आयुष मान्छे साह्रो मतलब भयो अब मन्दिर चाहिँ छोड्दैन मान्छेले यस्तो मैला गरिदिन्छ हो अब अरू जग्गा के कुरा गर्नु होइन त्यही त मलाई लाग्छ कि एकपल्ट भुइँचालो र आधी चाहिँ जानै पर्ला के कसो आधी चाहिँ जानै पर्छ एकपल्ट भुइँचालो चाहिँ मजाले ज्यादा त होइन परमेश्वर भगवान् 30 सेकेन्डको जस्तो भुइँचालो चाहिँ मजाले आउनुपर्छ त्यहाँदेखि खालि अलिकति यो रोकथाम हुने रहेछ हो न त हेर्दैन मान्छेले अम्बो लास्टमा चाहिँ आइसु है यो मैलाले नै छोप्ले रहेछ हामीलाई यता उता गर सुन्दैछौ मन्दिरमा के हुँदैछ उहाँ त यस्तो मैलामा पढेर के फाइदा है यो अब यहाँ चाहिँ मजाले ओम नमः शिव लाग्दैछ मुनि चाहिँ हेर हालत नरक भन्दा पनि डर लाग्दैन नि पर्नु त नरक भन्दा नरकमा पर्नु यतिको मैला चाहिँ हुँदैन होला र मेरो साथीलाई पनि धेरै धेरै धन्यवाद है जान्छ अरे ल ठिक ठिक दोकान काम है ल फेरि भेटौँ है सुनादामा अब हाम्रो मन्दिर त छ तर एउटा फर्मालिटीको लागि खालि हामीले देखावटको लागि खालि पूजा गर्ने गर्छु क्या अब खाएर पनि तपाईँहरूले यहीँ फ्याँक्नुपर्ने मैला पनि यहीँ फ्याँक्नुपर्ने के यस्तो हजुर मन्दिर त छनु छ सुनादामा भनेको नि तर एउटा अब होइन अब दुःख पर्दा भगवान्लाई सम्झिन्छ होइन मान्छेले जहिले पनि दुःख पऱ्यो भगवान्लाई सम्झिहाल्नु पऱ्यो अनि त्यहाँदेखि सम्झेर पूजासुजा गर्छ मैला चाहिँ फ्याँकिराखेर नै यस्तो त कम्ती हामीले त्यो पनि राम्रै चिजै फ्याँक्छु उनीहरूलाई कामै लाग्छ हो नि दुएर चलाएको भइहाल्छ त होइन अचम्म छ नि यो चाहिँ अस्ति मन्दिरमा पूजा भएको थियो यो चाहिँ गल्ती चाहिँ मलाई उहाँहरूको जस्तो लाग्दैछ किनभने पूजा त मन्दिरमै भएको हो नि त अन्त उहाँहरूले यसो अलिकति याद गर्नु पऱ्यो नि त होइन हुँदैन भन त राम्रै छ अब फेरि भन्यो भने देखिन भन्छ त माथि अरूले मान्छे फ्याँकेको त होइन नि त्यो हो अरू जग्गाबाट आएको होइन किन मन्दिरमै पूजा भएको नि त्यो चाहिँ लु जाउँ यो पराको सबै उठाइदिनु यसमा हालेर है होइन मैले नि यहाँ त अस्ति भर्खर सफा गरेको अन्त निकै भएको छ अन्तखेरि पछि के भन्छ पछि परबाट सुरु गर्दा हुन परबाट सुरु गर्दा आउँदा ठिकै हुन्छ नि फेरि उनीहरूले हाल्नु हामी यस्तो मान्छेलाई चाहिँ के लाग्छ भन्दाखेरि एकपल्ट फ्लोरलाई चाहिँ मजाले आउनुपर्छ क्या तब खालि मजा आउँछ क्या नभनेको पनि 30-40 सेकेन्डको परमेश्वर र भुइँचालो चाहिँ आउनै पऱ्यो क्या तब चाहिँ मजा आउँला अलिकति मानिसहरूको सोच तरिकालाई पनि क्या सलाम छ क्या वेट तेरिका युज त गर्नुभयो तर यसलाई तपाईँले चलाएर ठिक ढङ्गमा व्यवस्था गर्नु चाहिँ तपाईँको काम हो है तर के गर्नु अनुहार त तपाईँको कस्तो राम्रो होला है तर अब तपाईँको ढङ्ग चाहिँ यस्तो छ क्या अब
हजुर यसपालि चाहिँ बारुदको अलिक कडै परेछ है नहेरेको जसले अब चाहिँ बारुद चाहिँ कडै परेछ हजुर खै कता गयो र अहिले घडी बज्यो 9:30 है आजलाई यति नै अलिकति आज मेन पावर पनि कम्ती भएर र फेरि भेटौँला है अर्को अपरेसन सन्डेमा है र मजा आयो आज काम पनि दामी भयो है जुन चिजले चाहिँ हामीलाई निस्वार्थ बचाइरहेको छ कि त्यसको लागि चाहिँ हाम्रोमा 5 मिनट पनि टाइम छैन क्या अब चाहिँ टुरिस्टको काम यो चाहिँ पक्का मन लगाएर है आधी घन्टा 1 घन्टा चाहिँ हामी पूजा नै गर्छौँ है तर त्यो चिजको लागि हामीले 5 मिनट टाइम चाहिँ दिनु सक्दैनौँ क्या वेट मोरको बारुद चाहिँ कडै हो त्यो चाहिँ जुम्राको भिडियो कति पुगेर त जुम्राको त 1,22,000 जस्तो पुगेछ नि 1,22,000 त अम्बो ओगेर छ त्यो भिडियोले गर्दा के भइरहेछ हाम्रो सुविधाको 3 जना त गर्लफ्रेन्ड ब्रेक भरे म चाहिँ बिस्किँदै थियो अस्ति त्यो राम्ररी रहेछ नि त्यो नि दाग सिलेक्टेड क्या ब्रेक भयो भन्छ अन्तखेरि है रड्डी भएछ नि जुम्राले गर्दा त तपाईँ हामीलाई अलिकति छिटो र सजिलो गर्दाखेरि हाम्रो सबै प्रकृति मर्दैछ यहाँनिर जति पनि छ हामी सबै यो पोलिथिनमा हालिदिउँ न फेरि यहाँनिर है जैसे थिए हुन्ला जस्तो देखिन्छ है हात नत्र ल बिदारी म बदिउँ ल भोलिदिन गरौँ न ल हामी लाग्यो ल त्यहाँ त्यस्तो छ त्यहीमा यो बोक्नुपर्छ ल ल लैजाऊ चिया पर खाउनु ल हामी यता खान्छु ल एकवटा बाई बाई धेरै धेरै धन्यवाद ओ आज त नि आइस नि बिहान छैन बिहान तलबाट 2 बजी हिँड्ने गरेँ धन्यवाद मेरो भाइलाई जोस चाहिँ यो हो नि त